यहाँ कस्तो फोन नलागेको हेलो हेर मलाई अरू केही थाहा छैन तैँले मलाई यसरी धोका दिन पाउँदैनस् बुझिस् खुरुक्क मैले भनेको ठाउँमा आइहाल नत्र हेर ममता हाम्रो जात हैसियत केही पनि मिल्दैन त्यसैले मेरो घरको परिवारले मेरो बिहे अरू सँगै फिक्स गरिदिसक्यो अब त पनि मलाई बिर्सिदे के रे बिर्सिदे अरे 2 वर्षसम्म तैँले मलाई बिहे गर्छु भन्ने आश देखाएर अहिले आएर यस्तो भन्न सक्छस् तैँले तँलाई थाहा छ त म त बिना बाँच्न सक्दिनँ भनेर हेर त म भएको ठाउँमा खुरुक्क नआइज नत्र म यहीँ मरिदिन्छु जेसुकै गर अब मलाई केही मतलब छैन त्यसलाई त मैले जानेछु तिमी यो के गर्दैछौ को हो तपाईँ म जोसुकै भने म तिमीलाई यसरी मर्न दिँदैन यो मेरो शरीर हो यसमा मेरो मात्र अधिकार छ म मरिसके बाँच्छु सजिला के मतलब यो शरीरमा तिम्रो मात्र अधिकार छैन जसले तिमीलाई जन्म दिएर यो संसारमा ल्याउनु भयो तिम्रो आमाको पनि अधिकार छ र जसले तिमीलाई सानैदेखि पालन पोषण गरेर हुर्काउनु भयो त्यो बाबाको पनि अधिकार छ तिम्रो सबै परिवारको अधिकार छ तिमीमाथि तपाईँलाई केही थाहा छैन मेरो बारेमा सुदनको मायामा अन्धो भएर मैले +2 को परीक्षा पनि बिगारेँ त्यसैले दिनरात मम्मीले मलाई गाली गर्नुहुन्छ तेरो केही काम छैन त धरतीको बोझ त मरेकै ठिक छ भन्दै सराप्नुहुन्छ सधैँ अब यो संसारमा कोही पनि छैन मेरो भन्ने त्यसैले म मरु या बाँच्छु कसैलाई केही मतलब छैन ठिक छ त्यसो भए मलाई एउटा परीक्षा लिन देऊ सत्य कुरा के हो भर्खर थाहा हुन्छ तिम्रो मम्मीको नम्बर भन त 9846 हेलो को बोल्नु भएको तपाईँको छोरी ममताको स्कुटर एक्सिडेन्ट भएर अहिले देवदह मेडिकल कलेजमा हुनुहुन्छ उहाँ लास्ट स्टेजमा हुनुहुन्छ त्यही भएर तपाईँ छिटो आउनुहोस् न है तपाईँ यहाँ के भन्दै हुनुहुन्छ हेलो हेलो को बोल्नु भएको तपाईँ को बोल्नुभएको म ममताको बहिनी बोलेको बहिनी दिदीलाई के भएको हो र मम्मी खै त तपाईँको तपाईँको कुरा नै मम्मी बेहोस भयो बेहोस हुनुभयो अब त थाहा भयो नि तिमीलाई तिम्रो परिवारले तिमीलाई कति माया गर्नुहुन्छ भनेर जसले तिमीलाई देखावटी माया गरेर तिम्रो फाइदा उठाइरहेको थियो त्यसैको लागि तिमीले आफ्नो ज्यान दिन गइरहेको थियो माया शब्दमा होइन व्यवहारमा हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद मलाई नयाँ जीवन दिनुभएकोमा